ल अहिले अब यहाँ दुई टिम बीच दरो प्रतिस्पर्धा भइरहेछ। एसएफसी भर्सेस ब्रोदर एफसी को चाहिँ यहाँ दरो घमासान परिरहेको छ। अब यहाँ गेम यस्तो पानी पनि नभनिकन हाम्रो भाइहरूले चाहिँ यहाँ पुरा गेमहरू खेलिरहेको छ। पानी परिरहेको छ, सिम पानी परिरहेको छ। पानी परेको अवस्थामा पनि खेललाई यति धेरै माया गरिदिनु भएको छ कि यति धेरै माया गरेर गेमहरू खेलिराख्नु भएको छ। अहिले एसएफसी भर्सेस ब्रोदर एफसी को हो र अहिलेसम्म स्कोरको कुरा गर्नु पर्दाखेरि चाहिँ हाम्रो एसएफसी ले 1 गोलको अग्रता लिइरहेको छ र अहिले फेरि कर्नर किक चाहिँ हाम्रो ब्रोदर एफसी ले पाएको छ। अब ब्रोदर एफसी को कर्नर छ तर कर्नरलाई चाहिँ एसएफसी को दिपन लिम्बुले विफल बनाइदियो। एकदम गेम रोमाञ्चक भइरहेको छ।